हेलो गुड इभिनिङ। आज म आएको थिएँ यहाँ पूर्व साइडमा र आज एक दिनको ढलाइमा आएको थिएँ, बस्नु पर्यो थियो। अन्त मैले जोगाड लिएरै आएको थिएँ र यो चाहिँ यहाँको लेबर क्याम्पको भात पकाउने जग्गा। सबैको आफ्नो आफ्नो भागको भात आफू पकाइरहेको छन्, ग्रुप ग्रुप छन् सबै के यस्तो रहेछ है। यता एउटा पार्टीले लसुन पेलाइरहेछन्, अर्को पार्टी यता के बनाइरहेछ, अर्कोले यतै माछा धोइरहेको छ, अर्को यता जाँदैछ, यतै एउटा रुममा अर्को रुममा बसिरहेछ। यता छन् हाँस उठो कि मलाई देखेर नि त यो आज यहाँ चाहिँ आज म बनाउँछु भन्दा नि त मैले ल्याएको थिएँ जोगाड। राजीव टिका बाटै छ यस्तै आएको साइडमा, यो साइड हो। ऊ मिसिन खडा छ, भोलि कङ्क्रिट त्यता ढलाइ हुन्छ। यो लेबर क्याम्पको इलाका हो। म चाहिँ एक दिन लागि आएको थिएँ तर बस्नु पर्यो। उनीहरूसँग जोगाड लिएर म बर्तन ल्याएको थिएँ र त्यसले बनाउँदैछु अलिअलि।